Hello everyone, once again welcome to my YouTube channel. So आज चाहिँ हामी लेसन 11 को ग्रामर हेर्न जाँदैछौँ। र यो लेसन 11 को ग्रामर हेर्नुभन्दा अगाडि म तपाईहरुलाई के रिकमेन्ड गर्छु भन्दाखेरि फर्स्टमा यसको भोक्याबुलरी चाहिँ हेरेर आउनु भएको छ ताकि तपाईलाई यो इन्टायर लेसन बुझ्नलाई एकदमै सजिलो हुनेछ। हुन्छ हामी फर्स्टमा चाहिँ काउन्टिङ अब्जेक्ट हेर्न जान्छौँ है कसरी गन्ने भन्ने कुराहरु। फर्स्टमा चाहिँ हितोचु हितोचु फुताचु डडर तो है यो पनि एउटा दुईटा भन्ने हो। तपाईले भोक्याबुलरी पढेर आउनु भयो होला जसको मिनिङ चाहिँ वटा है। These words are used to count things up to the 10 and especially used in round object 11 and higher counted by using the number themselves। भन्न खोजेको चाहिँ के भन्दाखेरि हितोचु फुताचु देखि 10 सम्म चाहिँ के यही हामीले हितोचु फुताचु मिचु योचु गरेर तो सम्म काउन्ट गर्ने भयो र अरु चाहिँ के भन्दा नम्बरै युज हुने भयो। आफ्टर तो पछि के भन्छ 10 हो 10 वटा भएपछि अनि 11 आइसक्यो जुची जुनी नम्बरै युज हुने भयो भन्न खोजेको। अर्को हेरौँ निन है यो चाहिँ पर्सनमा युज हुने भयो है एक जना दुई जना भनेको चाहिँ नम्बर अफ पीपल एक्सेप्ट फर 1 and 2 आर युज्ड हितोरी फुतारी सानिन योनिन गोनिन है त्यसरी युज हुने भयो। 3 जना 4 जना 5 जना भन्न खोजेको के भन्दाखेरि हामीले एक जना मान्छे छ भने चाहिँ के भन्नु पर्यो हितोरी भन्नु पर्यो, दुई जना छ भने चाहिँ फुतारी भन्नु भयो र 3 जना देखि चाहिँ के भनेर युज गर्नु पर्यो सान नम्बर र निन राखेर युज गर्नु पर्यो। सानिन योनिन गोनिन भनेर हामीले बुझ्नु पर्यो। एक जनाले इचिनिन भन्नु पाएन, फुतानिनिन भन्नु पाएन, हितोरी फुतारी भनेर बुझ्नु पर्यो। र अर्को छ माई है नम्बर अफ थिङ अर फ्ल्याट थिङ सच एज पेपर डिसेस सर्ट सिडी डिसी यो चाहिँ के हुन्छ पातलो खालको कुराहरु गन्दाखेरि चाहिँ युज हुने भयो है। जस्तै चाहिँ कसरी हुन्छ नि इचिमाई निमाई सानमाई है। जस्तै एक्जाम्पल भन्दा एउटा सर्ट छ भने के इचिमाई दुईटा सर्ट छ भने निमाई त्यसरी भन्नु पायो। त्यसमा चाहिँ के लाउनु पर्यो माई युज गर्नु पर्यो। नेपालीमा चाहिँ वटा वटा गरेर युज हुन्छ जे कुरा पनि तर यसमा चाहिँ के हुनु पर्यो सर्ट्सहरु अथवा सिडीहरु प्लेटहरु है डिसेसहरु आयो भने चाहिँ हामीले इचिमाई निमाई भनेर भन्नु पर्यो। र अर्को छ दाइ है नम्बर अफ मेसिन्स अर भेहिकल्स लाइक कार्स एन्ड बाइसाइकल्स भन्न खोजेको के त दाइ चाहिँ केमा युज हुने भयो भन्दाखेरि भेहिकल्सहरुमा है गाडीहरु साइकलहरु यस्तो मसिनरी थिंग्सहरु आयो भने चाहिँ हामीले दाइमा काउन्ट गर्नु पर्यो। जस्तै एक्जाम्पल इचिदाइ निदाइ सान्दाइ गाडी पनि के भन्नु भन्दा एउटा गाडी अथवा एउटा गाडी दुईटा गाडी वटामा युज हुन्छ भने जापानिजमा चाहिँ दाइमा युज गर्नु पर्यो। जस्तै अर्को हेरौँ खाइ है खाइको मिनिङ चाहिँ पटक चोटी ताल है अथवा एक चोटी एक ताल एक पटक हामीले कसरी युज हाम्रो पनि आफ्नै भाषा युज गर्छौं तर तपाईहरुले जे युज गर्नुहुन्छ त्यही मिनिङ लाग्ने भयो। जस्तै टाइम्स है इंग्लिशमा भन्दा एक खाइ भने के एक ताल, नि खाइ भने दुई ताल, सान खाइ भने 3 ताल भन्ने मिनिङ लाग्यो। हामीले पहिला पनि लेसनमा पढ्दा खाइ भने तल्ला भन्ने मिनिङ लाग्थ्यो तर यो पाली चाहिँ के लाग्नु भयो एक खाइ भने चाहिँ एक चोटी दुई चोटी तीन चोटी पनि यसको मिनिङ लाग्ने भयो। र अर्को 5 नम्बरमा फुन पुन है त्यसको मिनिङ चाहिँ इपुन निपुन सानफुन है। हामीले पहिला जसरी मिनेटलाई पढेको छ यो यसमा पनि त्यसरी 1 मिनेट 2 मिनेट भन्दा त्यसरी इपुन निफुन साफुन है त्यसरी नै युज हुने भयो। हामीले जसरी मिनेटहरु टाइम भन्दाखेरि युज हुन्छ त्यसरी नै युज हुने भयो मिनेट भन्दा चाहिँ। सर्केरौं जिखान है जिखान भने के मिनिङ थियो त पहिला हामीले समय टाइम भनेर पढेको थियौं अब चाहिँ के मिनिङ घण्टा पनि मिनिङ लाग्यो जस्तै 1 घण्टा 2 घण्टा भन्दाखेरि सही चिजिखान निजिखान सानजिखान 1 घण्टा 2 घण्टा 3 घण्टा भन्दा पनि युज हुने भयो। जस्तै अर्को हेरौं 7 नम्बरमा गेच्छु है गेच्छु भने हामीले पहिले के गेच्छु भने नि महिना भयो यो चाहिँ कतिखेर काउन्ट गर्दाखेरि युज हुने भयो। हामीले गाच्छु भनेर महिना पढेको थियो भन्दाखेरि अब मन्थमा छ नि 1 महिना 2 महिना भन्नु पर्यो भने चाहिँ गेच्छु युज हुने भयो। जस्तै इखा गेच्छु निखा गेच्छु सानखा गेच्छु योङखा गेच्छु त्यसरी युज हुने भयो महिनामा चाहिँ। ल अर्को पनि हेरौं नेन नेन भनेको चाहिँ के भयो वर्ष यसमा चाहिँ के हो इचिनेन निनेन सान्नेन है त्यसरी नै भन्नु 1 वर्ष 2 वर्ष 3 वर्ष त्यसरी नै युज हुने भयो। जस्तै अर्को निची निची भनेको के हो त दिन है। अब यसलाई कसरी युज हुन्छ हामीले 1 दिन 2 दिन भन्दाखेरि द नम्बर अफ द डेज टेक्स द काउन्टर सफिक्स निची हाउएभर फ्रम 2 or 30
as the same words used for dated are used. भन्नु खोजेको के भन्दा एक दिनलाई चाहिँ हामीले इची निची भन्नु पर्यो है. And the number of days takes counter suffix निची है. अनि however the 2 or 31 भन्नु खोजेको एक दिनलाई चाहिँ हामीले इची निची भन्नु पर्यो र 2 देखि 31 सम्मलाई चाहिँ हामीले के भन्नु पर्यो अरु नम्बरहरुलाई चाहिँ हामीले जसरी गते युज हुन्छ नि गतेमा जसरी युज हुन्थ्यो नि त्यसरी नै भन्दै जानु पर्यो. एक दिनलाई मात्र हामीले इची निची भन्नु पर्यो. So 1 day is इची निची, 2 days के फुचुका है मिखा है योखा चुखा त्यसरी नै भन्दै जानु पर्यो. हामीले जसरी निचीहरु डेटहरु भनिन्छ नि त्यसरी नै भन्नु पर्यो र एक दिनलाई बाहेक अरु सबैलाई चाहिँ हामीले डेट जसरी भनिन्छ त्यसरी नै भन्नु पर्यो. जस्तै यहाँ पनि मैले तपाईहरुलाई पिक्चरै बनाइदिएको छु हेर्न सक्नुहुन्छ है. यहाँ अन्डरलाइन लाग्यो फर्स्टमा चुइताचीबाट हेर्न सक्नुहुन्छ. चुइताचीमा चाहिँ के भयो त चुइताची भन्नु पाएन. अरु चाहिँ सबै गते नै जस्तो है. एक दिनलाई के भन्नु पर्यो इची निची भन्नु पर्यो र त्यही फुचुखा मिखा योखा इचुखा मुइखा नानोखा योखा कोनोखा तोखा है जिउ इची निची त्यसरी नै एक दिन दुई दिन है 14 गते भयो भने जिउ योखा 20 दिन हाचुखा जसरी डेटमा युज हुन्छ त्यसरी नै युज हुन्छ भनेर बुझ्नु पर्यो. र तपाईहरुलाई यसलाई कपी पनि गर्न सक्नुहुन्छ आफ्नो नोट्समा. How to ask numbers of words for things that counted by hitotsu futatsu. We use the question interrogation ikutsu. त्यसको मिनिङ चाहिँ कतिवटा है to ask. भन्नु खोजेको के हामीले जुन हितोचु फुताचु गरेर जुन राउन्ड अब्जेक्टहरु काउन्ट हुन्छ नि त्यसलाई चाहिँ हामीले क्वेशन सोध्दाखेरि पनि इकुचुमा सोध्नु पर्यो है. जस्तै एक्जाम्पल हेरौं मिखान वो इकुचु खाइमास्ताका भने के सुन्तला कतिवटा किन्नु भएको थियो. How many oranges you bought है. सुन्तला कतिवटा किन्नु भएको थियो. फुताचु खाइमास्ता दुईवटा किनेको थिए. सर्कन we use nan in all counting suffix except which is counted by hitotsu futatsu. भन्नु खोजेको के हुन्छ हामीले जुन कुराहरु हितोचु फुताचु बाइक अरु काउन्ट हुने जस्तै दाइ माइ हामीले के पढ्यो नि त्यो सबैहरुलाई चाहिँ केमा राख्नु पर्यो नान राख्नु पर्यो र जुन कुराहरु हितोचु फुताचुमा काउन्ट हुन्छ त्यसलाई सोध्दा चाहिँ हामीले इकुचुमा सोध्नु पर्यो क्वेशन सोध्दा पनि. जस्तै कोनो खाइसानी गाइकुकु जिन नानिन इमास्का इकुचु इमास्का भन्नु पाएन है. त्यो राउन्ड अब्जेक्ट नभएकोले नानिन इमास्का निन चाहिँ के भने मान्छेमा लाग्ने भएकोले कति जना छ भन्ने कुरा. यसमा यो कम्पनीमा चाहिँ विदेशी नागरिक कति जना छ हैन त यो कम्पनीमा विदेशी कति जना छ गोनिन इमास 5 जना छ भन्ने मिनिङ लाग्यो. र अब हामीले के बुझ्नु पर्यो भन्दाखेरि फेरि पनि एकचोटी भन्छु हितोचु फुताचु जुन राउन्ड अब्जेक्टहरु काउन्ट हुन्छ नि जुन हितोचु फुताचु त्यसलाई क्वेशन सोध्दा नि हामीले इकुचुमा सोध्नु पर्यो र हामीले अरु जुन माइ दाइ हामीले जे पढ्यौं जिखान मिनेट त्यसमा चाहिँ सबै हामीले कसरी क्वेशन नान राखेर क्वेशन सोध्नु पर्यो भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्यो. हामी अर्को हेर्ने छौं. हामी थर्डमा हेर्ने छौं दोनो गुराइ है. दोनो गुराइ पनि भनिन्छ गुराइ पनि भनिन्छ. त्यसमा कन्फ्युज हुनु भएन. मिनिङ हाउ लङ मिनिङ चाहिँ के लाग्यो कति जति है. युज टु आस्क अबाउट द टाइम पिरियड केमा युज हुने भयो त कुनै पनि टाइमको पिरियडहरु क्वेशन सोध्दाखेरि चाहिँ युज हुने भयो भनेर बुझ्नु पर्यो. जस्तै एक्जाम्पलमा हेरौं दोनो गुराइ निहोंगो बेन्क्यो शिमास्ताका. दोनो गुराइ कति जति निहोंगो भनेको ल्याङ्ग्वेज भाषा ओ चाहिँ हामीले के बेन्क्यो शिमासको अगाडि आउने पार्टिकल भयो. बेन्क्यो शिमास्ताका भने कति जति जापानिज भाषा पढ्नु भएको थियो अथवा पढ्नु भयो. हाउ लङ यु बीन स्टडीइङ जापानिज कति जति जापानिज भाषा पढ्नु भएको थियो. सान्नेन बेन्क्यो शिमास्ता आई लर्नड 3 years अझ 3 वर्ष पढेको छु भन्ने मिनिङ लाग्यो. र दोनो कुरा चाहिँ कति युज हुनु भयो केही कुरा पनि टाइम पिरियड सोध्दाखेरि युज हुनु भयो भनेर हामीले चाहिँ बुझ्नु पर्यो कति जति भन्ने कुरा. गुराइ क्यान बी एडेड आफ्टर वर्ड मिनिङ अबाउट. जस्तै हामीले एक्जाम्पल क्योसिचिनी गाकुसेगा सान्जिनिन गुराइ इमास. हामीले गुराइ चाहिँ कतिखेर पनि युज गर्न पाए भन्दाखेरि यति जति छ एक्ज्याक्टली थाहा नहुँदाखेरि चाहिँ हामीले गुराइ पनि युज गर्न पाए. जस्तै एक्जाम्पलमा भर्खर हेर्यौं हामीले क्योसिचिनी गाकुसेगा सान्निन गुराइ इमास. के भन्छ क्लासरुममा स्टुडेन्ट चाहिँ
30 जना जति छ हामी एक्ज्याक्टली स्योर नहुँदाखेरि चाहिँ यो गुराई पनि युज गर्न पायो भनेर हामीले बुझ्नु पर्यो। ल 5 नम्बर हेर्नेछौँ। अमाउन्ट अफ वर्ड पिरियड अफ टाइम प्लस निमा खाइ ताल चोटी पटक अथवा प्लस भयो है। हामीले चाहिँ अहिले यसमा पर्टिकुलर हेर्ने चाहिँ नि है, जसको मिनिङ चाहिँ मा नै लाग्ने भयो। सो एक्जाम्पल हेरौँ। मिनिङ वाट टु डु फर हाउ मेनी टाइम्स ओभर अ पिरियड अफ टाइम है। मिनिङ चाहिँ के हुन्छ, कुनै पनि टाइममा कतिचोटि गर्नुहुन्छ त्यो पिरियडमा, त्यसको मिनिङ लाग्यो। युजेज चाहिँ इन्डिकेट्स द फ्रिक्वेन्सी वेन डुइङ समथिङ, केले इन्डिकेट हामीले केही कुराहरू गरिरहेको कुराहरू चाहिँ इन्डिकेट गर्न युज हुने भयो। जस्तै एक्जाम्पलमा हेरौँ। इखागे चुनी सानखाई एगा ओ मिमास, के मिनिङ लाग्यो, 1 महिनामा सानखाई भन्ने के लाग्यो, 3 तला होइन है, 3 चोटि अथवा 3 पटक 3 ताल है। आफ्नो भाषाअनुसार एगा ओ मिमास भन्छ कि 1 महिनामा 3 पटक मुभी हेर्छु भन्ने मिनिङ। आई वाच द मुभी 3 टाइम्स अ मन्थ, अथवा 1 महिनामा 3 पटक फिल्म हेर्छु मिनिङ लाग्यो।